नमस्कार। आज सीता जयन्तीको दिन र तपाईहरुलाई सीता जयन्तीको धेरै धेरै शुभकामना। सीता जयन्तीको दिन केही कार्यक्रम गर्नलाई आज बाटोमा घुमिरहेको यो तरकारी बेच्नेवाला हुन्छन् साइकलवालाहरू, उहाँहरूसँग तरकारी किन्ने र त्यो तरकारी वृद्ध आश्रममा दिने, सीता तुल्य माताहरूलाई तरकारी खुवाउने आज हाम्रो कार्यक्रम छ। आउनुस्, हामीसँग बनिरहनुस्, हामी देखाउनेछौँ। हामी तरकारीको खोजीमा निस्क्यो। यो दाइलाई पसिनाले लतपत हामी देख्यौँ अनि उहाँसँग कुरा गरेर अब सबै कुरा भयो। उहाँले अब सबै गरेर भन्नुभयो साइडमा हिँड्नुहोस् भनेर। अब हामी साइडमा गयो तरकारी गर्नलाई। आऊ हेर मान जाँदाखेरि उहाँले भन्नुभयो कि हामीले वेट गर्छौँ, कति छ। हामी वेट गर्नलाई लाग्यो। अब त्यहाँ दाइले सबै वेट गर्नुभयो। मैले सबै तरकारीहरू चेक गर्दै थिएँ, के छ कस्तो छ। त्यसमा प्याजहरू, सबै भिन्डीहरू, घिरौलाहरू सबै थियो हैन, अदुवाहरू, टमाटरहरू, त्यो सबै हामीले वेट गर्दै गयौँ। उहाँको एउटा दाइ पनि हुनुहुन्थ्यो। वेट गरेर अब हामी जहाँ दिनुपर्ने थियो हामी बिहान बिहान त्यहाँ पुगेँ र उहाँको पनि अलि राम्रो भयो। उहाँले अब दिनभरि घुमाएर बेच्नु भन्दा नि एकैचोटि उहाँको किन्यो भने उहाँले पनि खुसी लागिरहेको थियो। अब हामी पुग्यो यहाँ वृद्ध आश्रमको उसमा। अङ्कलले एउटा आउनुभयो, त्यहाँ एउटा सर हुनुहुन्थ्यो। उहाँले आएर सबै भित्र लग्ने सहयोग गर्नुभयो। हामी भित्र जाँदाखेरि त्यहाँ सबै सब्जीहरू मिलाइरहेको थिएँ। सबै सब्जी मिलाउँदा अब अर्को बोरा नि हामी भित्र ल्याइसकेका थियौँ। त्यो सबै खोलेर कस्तो छ प्लास्टिकमा थियो हरियो सब्जीहरू, त्यो हामी निकालिरहेको थियौँ, म र अङ्कल होइन। त्यस पछाडि अब बोरा जुन रातोवाला थियो त्यो हामी खोल्ने प्रयास गरेँ, त्यो खोलिरहेको थिएन। अब अङ्कलले पखमा चाकु लिएर आउँछु भन्नुभयो र उहाँले चाकु लिन जानुभयो। तबसम्म त्यो सर हुनुहुन्थ्यो, हामीलाई त्यहाँ टेबलमा राख्न सहयोग गर्दै हुनुहुन्थ्यो आफै ल्याएर। अब अङ्कलले त्यहाँ चाकु लिएर आउनुभयो होइन। चाकु ल्याएर अब काट्दिउँ भनेर भन्नुभयो, काटे। अब हामी काट्न लाग्यो, काटिसके एकछिनमा अब त्यो सब्जीहरू बाहिर निकाल्न सुरु भयो। हाम्रो कटहरहरू थियो, जे जति हाम्रो सब्जीहरू थियो त्यहाँ राख्यौँ हामी। त्यो सरहरू म्यामहरू हुनुहुन्थ्यो होइन, उहाँहरूले धेरै सहयोग गर्नुभयो। यो अङ्कलले पनि सबै त्यहाँबाट ल्याउनुभन्दा लिएर यहाँ सबै निकालेर बाहिर राख्नु पनि सहयोग गर्नुभयो। धेरै राम्रो लाग्यो, धेरै राम्रो अङ्कल हुनुहुन्थ्यो। त्यो सरहरूसँग भेटेर नि राम्रो लाग्यो हामीलाई। अब सबै अब यता वृद्ध आमाहरू हुनुहुन्थ्यो तलदेखि लिएर माथिसम्म होइन। अब सबै गर्दा गर्दै अब हाम्रो सरले पनि सबै बताइरहनु भएको थियो। माथिबाट आमाहरू हेर्दै हुनुहुन्थ्यो, उहाँले पनि भन्नुभयो तपाईँहरू माथि उठ्नुहोस् हेर्नुहोस् भनेर, यस्तो यस्तो छ। एउटा आमा आउनुभयो तल होइन। अब सरले चाहिँ उहाँले के हो र कस्तो हो भनेर बुझाउन जानुभयो होइन। अब उहाँको कुरा सुन्नुहोस् तपाईँहरू। तपाईँको जुन हाम्रो निम्नवर्गीय व्यक्तित्वले चाहिँ गाडामा बेच्नु भएको अनि आँगनमा राखेको तरकारीहरू चाहिँ उहाँहरूलाई दुःख हुन्छ। किन उहाँहरूलाई दुःख दिने? जुन हाम्रो निम्नवर्गीय व्यक्तित्वले बेचेको तरकारी चाहिँ एकमुष्ट किनेर उहाँहरूले चाहिँ विभिन्न ठाउँमा चाहिँ जुन जसलाई अवस्था आवश्यक छ होइन, जो चाहिँ अब उहाँहरूले निम्नवर्गीयसित किनेर निम्नवर्गीयलाई नै दिनुहुन्छ। तपाईँहरू पनि यहाँ वृद्ध आश्रम हो, यस्तो पुण्यवर्धक काम गर्नुभएको छ। जुन हाम्रो राजनीशजीले जुन एउटा महान काम गर्नुभएको छ हाम्रो यो निकाय सेवा सदनमा। अहिले 39जना सेनाहरूको लागि चाहिँ उहाँले हामीलाई लगभग 4-5 दिनको लागि चाहिँ तरकारी पुग्ने गरी ल्याइदिनु भएको छ। जुन उहाँको महान कार्यलाई चाहिँ हामी सबैजनाले हृदयदेखि नै उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। एकदम पुण्यवर्धक कामको लागि धन्यवाद। तपाईँहरूको आशीर्वाद बनिरहोस्। फेरि हामी यस्तो काम गर्नेछौँ होइन। फेरि बेला बेलामा हामीहरू जे हुन्छ, अहिले त तरकारी भयो, फ्रुटहरू हुन्छ, फलफुलहरू होइन, यस्तो अब जस्तो अब गरिबहरूले बेचिरहेको त्यो त उठाउने हो हामीले। अब जस्तो भयो भने सहयोग हामी गर्नेछौँ। थ्याङ्क यू, एकदमै धेरै 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 धन्यवाद हजुरलाई। एकदम महान कार्यमा जहिले तपाईँको सफलता प्राप्त होस्। धन्यवाद। नमस्कार। हामी वृद्ध आश्रममा आएको थियो। यहाँ वृद्ध आश्रममा सीता जयन्तीको दिन होइन
आज हामीले थोरै भए पनि तरकारीहरू खानेकुराहरू सहयोग गर्यो, त्यसले हामीलाई धेरै धेरै खुसी लाग्यो। हामी आउने दिनमा पनि अहिले धेरै कुराहरू गर्नेछौँ। यसमा वृद्ध आमाहरू हुनुहुन्छ होइन, बुवाहरू हुनुहुन्छ, उहाँहरूको फेसमा जुन स्माइल हेरेर हामीलाई खुसी लाग्यो, धेरै खुसी लाग्यो। यस्तो आउने दिनमा हामी धेरै अहिले गर्नेछौँ। तपाईँहरू हामीसँग बनिरहनुहोस्, हेरिरहनुहोस्। धन्यवाद।